आज चाहिँ हाम्रो घरमा यहाँ खसी काट्ने काम भइरहेको छ। यो खसीलाई चाहिँ तातो पानी हालेर यसरी यसको रौँहरू फाल्ने काम भइरहेको छ। यसरी मजाले तातो पानी हालेर यसरी खोरेपछि चाहिँ यसको रौँ मजाले सफा गरेपछि चाहिँ खसीमा यसरी यो खरानी बेसार हालेर चाहिँ यसमा कलर लाउने काम गरिन्छ। यो कलर लगाउनुको उद्देश्य चाहिँ हेर्दाखेरि राम्रो पनि देखिन्छ र मासुमा कसैको आँखा नलागोस् भन्ने हाम्रो मान्यता अनुसार चाहिँ यो मासुमा चाहिँ यसरी बेसार दल्ने काम गरिन्छ। बेसार दलेपछि चाहिँ मासु पनि राम्रो देखिन्छ है। यो रातो रातो किसिमको राम्रो देखिन्छ। यसमा चाहिँ खरानी अनि बेसार मिलाएर चाहिँ अर्ग्यानिक तरिकाले बनाइन्छ। र यो सहरतिर चाहिँ यसमा चुना सुना हालेर पनि लगाउँछन्, तर हाम्रो गाउँघरमा चाहिँ त्यस्तो चुना सुना लगाइँदैन। त्यो खरानीमा नै बेसार हालेपछि चाहिँ यस्तो कलर निस्किन्छ। हेर्नुहोस् त कस्तो राम्रो कलर निस्किएको छ। अब यसलाई चाहिँ पखाल्ने काम हुन्छ। पखालिसकेपछि चाहिँ यो गजबको देखिन्छ है। यो यसरी बेसार लाएर यसो पखालिसकेपछि चाहिँ ल हेर्नुहोस् त यस्तो सफा हुन्छ। हेर्दा पनि कति राम्रो भएको छ। अब यसको चाहिँ यो भित्र हल्का एकदम होसियारी साथ काटेर यसरी भुँडी निकाल्नु पर्ने हुन्छ। हेर्नुहोस् त कस्तो राम्रो मासु छ, तर बोसो चाहिँ अलिक बढी नै रहेछ यो खसीमा। यो यसरी बोसो पुरै यो आन्द्रा भुँडीको वरिपरि लागेको हुन्छ। यसरी यो बोसो निकाल्नु पर्ने हुन्छ। त्यसपछि हामीले यो बोसो सोसो निकालेर भुँडीसुडी निकालिसकेपछि चाहिँ मासु यसरी भागसाग लगायौँ है। यो मैले सबै भिडियो चाहिँ बनाउन पाइनँ, त्यही भएर सबै देखाउन सकिनँ। यो मासु यसरी भाग 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 लगाएर हामीले यो खसी चाहिँ लगभग 36-37 केजी भएको थियो। अनि आधी चाहिँ हामीले घरमा राख्यौँ आफैलाई खानालाई, अनि आधी जति चाहिँ हामीले अरूलाई बेच्नुपर्ने थियो, अरूलाई पनि दिनुपर्ने थियो। त्यही भएर हामीले यसरी भाग भाग लगाएर मासु भाग लगायौँ। अनि यो 2-2 केजीको भाग हो। त्यसपछि हामीलाई आफ्नो भागमा परेको मासुको यसरी सुकुटी बनाएको छु। यो सुकुटी बनाएको चाहिँ मैले तपाईँलाई देखाउन सकिनँ। बिहानै सुकुटी बनाएको, अहिले चाहिँ दिनभरि घाममा सुकाएर चाहिँ यस्तो सुकुटी भएको छ। कसलाई सुकुटी मनपर्छ कमेन्ट गर्नु होला है।